हे भगवान् धन्न अस्ट्रेलियाको दोस्रो दिनमै कार वास गर्ने अफर आएको थियो, धन्न त्यो काम गरेन छ यार। गरे भाइ बिजोग रमाइलो हुने रहेछ मेरो। सार्दैछु म त यहाँ। ल सक्यो यो। फर्मिङ गरिसकेपछि त्यसपछि सुरु भयो सरसफाइ, आई मिन पखाल्ने। पानीले पखाल्नलाई ए भगवान् त्यो गन यति हाई प्रेसरको थियो कि हातै दुखियो मेरो होइन। म किन गरेछु भन्ने भयो मलाई त। 3-4 महिना 5-6 महिनासम्म नधुएर पनि ठिकै चलिरहेको थियो। भित्र उस्तैको बाहिर मात्रै किन सफा गर्न खोजेको भन्ने भइरहेको थियो। तर म फाटफुट गरिदिइहालेँ। 3 मिनटको समयभित्र गर्नुपर्ने थियो। म अल्छीले रमाइलो चाहिँ त्यही लाग्यो क्या, 6 मिनटभित्र मैले मिनिमम पनि गाडी धोएर पखालेर सक्ने रहेछ। ल है छ्याक टायर चम्काउने। धेरै समयपछि मैले गाडीमा सफा गरेँ, त्यसैले यो आज म मेरो गाडीलाई टल्काउने सोच्दैछु। वेट लुक दिन्छ यसले। $4 को वास है यो है त।